यो खबर हो इन्डियाको जबलपुरमा हावाहुरीको कारणले गर्दा एउटा क्रुज पल्टिँदाखेरि त्यसमा सवार यात्रुहरू चाहिँ सबै डुबे। कसैले त जो स्विमिङ गर्न आउनेहरू त स्विमिङ गरेर बचे, जो नआउनेहरू छन् सबै चाहिँ डुबेर ज्यान गुमाए। जुन ज्यान गुमाएकाहरूलाई खोजी कार्य गर्दै जाँदाखेरि कोयौँ त भेटिएर कोयौँ अझै बेपत्ता नै छन्। ती भेटिएका शवहरूमध्ये एउटा शव चाहिँ यस्तो आयो कि यो शव चाहिँ सबैलाई भावुक गराउने गरी आयो। एक आमाले आफ्नो सन्तानलाई यसरी च्यापेर है आफ्नो अङ्गालोमा आफ्नो काखमा यसरी च्यापेर अन्तिम सास छोड्दासम्म पनि आफ्नो सन्तानलाई एउटा लाइफ ज्याकेट लगाएर बचाउने कोसिस कति गरी होलेन हैन। आफूले सक्दो त कोसिस गरेकी होलेन। सन्तानका लागि आमा मृत्युको मुखबाट एउटा हुन्छ नि नियतिसँग पनि लडेर सन्तानलाई चाहिँ बचाउने कोसिस गर्छिन्। आमा त्यति महान हुन्छन्। यिनी आमाले पनि आफूले सक्दो त कोसिस गरेकी होलिन् हैन। नियतिको खेल सकिएन, तर पनि आफूले त्यो अन्तिम पलमा पनि एउटा सन्तानले चाहिँ आमासँग त्यो भएको घटनालाई चाहिँ आमा के भइरहेछ मलाई डर लाग्यो भन्दाखेरि हैन, त्यो अवस्थामा आफूलाई थाहा भएको अवस्थामा हैन, अब हामी चाहिँ मृत्युको मुखमा पुग्यौँ है भन्ने अवस्थामा चाहिँ के उत्तर दियो होला हैन। त्यो सन्तानलाई चाहिँ के उत्तर दियो होला, म छु है, हामीलाई केही हुन्न भनेर सम्झाएर आफ्नो अङ्गालोमा आफ्नो काखमा च्यापेर यो संसार छाड्दाखेरि त्यो तस्बिरले अहिले संसारलाई भएको छ। मैले यो तस्बिर देखेर यस्तो भावुक बनाएँ नि। त्यो आमालाई कस्तो भयो होला, त्यो मनमा के कुरा खेल्यो होला, आफ्नो सन्तानलाई के उत्तर दियो होला।